गुड मर्निङ साथीहरू है। अहिले चाहिँ म चाहिँ जिद्दाको सेकेन्ड इन्डस्ट्रियल सिटीमा छु र अहिले बिहान हुँदैछ कति बजे भन्दाखेरि अहिले साढे छ बज्यो। आज चाहिँ हामी चाहिँ भनेको के भन्छ यहाँको म्युनिसिपालिटीको फुड सेफ्टी बारे पढ्नको लागि चाहिँ क्लास लिनको लागि चाहिँ जाँदैछौँ र फुड सेफ्टी बारे चाहिँ कम्पलसरी पढ्नै पर्ने अरे होइन। अनि त्यसपछि एउटा इक्जाम दिनुपर्छ अरे। अनि इक्जाम दिइसकेपछि पास भएपछि एउटा सर्टिफिकेट आइडेन्टिटी बनाइदिन्छ अरे। त्यो आइडेन्टिटी बनाएपछि मात्र फुड सम्बन्धी कामहरू गर्न पाइन्छ अरे। जस्तै होटल रेस्टुरेन्ट भयो होइन, मार्केटहरू भयो, बेकरीहरू भयो, यस्तो चिजहरूमा काम गर्नको लागि चाहिँ यहाँ साउदीमा चाहिँ फुड सेफ्टी बारे पढ्नु पर्दछ। पढेपछि इक्जाम दिनुपर्छ होइन। इक्जाम दिइसकेपछि अनि आइडेन्टिटी बन्नेपछि तब मात्र काम गर्न मिल्छ अरे। त्यही भएर अब हाम्रो क्लास सुरु हुँदैछ होइन। त्यही क्लासको लागि जाँदैछौँ। आउनुहोस् साथीहरू, भिडियोसँग जोडिरहनु होला। आजको भिडियो के हुन्छ हेर्दै जाउँ है त। बिहान पख चाहिँ चिसो मौसम छ। सबैजना यहाँ साथीहरू ड्युटीमा जान लागेको। ड्युटीमा जानेहरू, घर जानेहरू छ। यहाँ चाहिँ अब गाडीहरू लिनु आउँछ, कम्पनीको गाडीहरू लिनु आउँछ काममा जानेहरूलाई। र साथीहरू आज हामीलाई पनि लिन कम्पनीको गाडी आउँछ होइन। कम्पनीको गाडी पर्खेर बसिरहेको छु। कम्पनीको गाडी लिनु आउँछ र अहिले भरे पुऱ्याउनु पनि कम्पनीको गाडीले यहीँ ल्याएर छोडिदिन्छ र ल यही हो एरिया चाहिँ। साथीहरू भिडियोसँग जोडिरहनु होला। अहिले बाटोमा के हुन्छ र क्लासको त भिडियो लिनु पाइँदैन। त्यो पनि कहाँनिर इक्जाम दिने हो त्यो ठाउँको चाहिँ खिच्छु होइन। ल त साथीहरू एकछिनबाट भेटौँ है त। अहिले चाहिँ हाम्रो चाहिँ क्लास सकिसकेको छ। 3 दिनको क्लास हो। 3 दिन भइसकेको छ र भोलि साढे 11:30 बजे चाहिँ इक्जाम दिनु आउनुपर्ने छ। ल साथीहरू अहिले चाहिँ हाम्रो चाहिँ इक्जाम के भन्छ क्लास सकिसकेको छ। 3 दिनको क्लास हो। 3 दिन भइसकिसक्यो र भोलि अब इक्जाम छ। 11:30 बजे भोलि इक्जाममा आउनुपर्ने होइन। फुड सेफ्टी बारे हो र यो चाहिँ यो एरिया सबै यो देखिराखेको एरियाहरू चाहिँ गभर्मेन्ट एरिया हो। यो हामीले अहिले इक्जाम दिँदै गरेको पनि गभर्मेन्टकै हो र त्यही भएर फोटोहरू भिडियोहरू खिच्नु पनि अलाउड छैन। त्यसै पनि यहाँ साउदीमा भिडियो फोटोहरू खिच्नु अलाउड छैन त्यति। गभर्मेन्ट एरिया पनि हो र अब क्लास सकिसकेको छ र अब केही बेरमा हाम्रो कम्पनीको गाडी लिनु आउँछ र उसैले पुऱ्याउँछ र भोलि इक्जामको लागि आउने हो। र इक्जाम सकिसकेपछि हाम्रो यहाँको एउटा कार्ड बनिन्छ। त्यो कार्ड बनिएपछि चाहिँ काममा जाने हो। र साथीहरू आजको भिडियो यति नै। र
र तपाईँहरूलाई भिडियो कस्तो लाग्यो होइन त्यो मन पऱ्यो भनेदेखि लाइक गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त धन्यवाद, बाबाई, सी यु अगेन नेक्स्ट भिडियो है त।